नेपालको भौगोलिक अवस्था। भूगत रूपमा नेपालको अवस्थितिबारे जानकारी। यो चाहिँ एसिया महादेशमा पर्छ। एसिया महादेशको पनि दक्षिणी भेगमा पर्छ। अक्षांशको कुरा गर्ने हो भने यो 26 डिग्री 22 मिनट उत्तरी अक्षांशदेखि 30 डिग्री 27 मिनट उत्तरी अक्षांश। देशान्तर रूपमा हेर्ने हो भने यो 84 88 12 पूर्वी देशान्तरमा पर्छ। अन्तर्राष्ट्रिय सिमानामा पूर्वी सिमानामा भारतको पश्चिम बङ्गाल र सिक्किम, सिंहलीला पर्वत र मेची नदीले छुट्याएको। पश्चिम सिमानामा हेर्ने हो भने यो भारतको उत्तराखण्ड महाकाली नदीले छुट्याएको। उत्तरी सिमानामा चीनको स्वशासित क्षेत्र तिब्बत भोट हिमालले छुट्याएको। दक्षिणी सिमानामा बिहार र उत्तर प्रदेश सीमा स्तम्भ 10 गजाले छुट्याएको। निकटतम छिमेकी नजिकका छिमेकीहरू चीन र भारत भइहाले। यसैसँग तेस्रो नजिकको मुलुक बङ्गलादेश 27 किलोमिटर, चौथो नजिकको मुलुक भुटान 32 किलोमिटर।